घाँटी मर्यो गुडुङ भने चाहिँ के त गुचुर त्यो त लास्टमा खिच्ने थियो नि नमस्ते स्वागत छ हाम्रो ल ओइ चम्चा छैन काटा ब्लग च्यानल काटा चम्चा हालिदिनु बुलाएर 1 2 3 4 पक पक च्यालेन्ज होइन त यो नि यस्तो चम्चा नै आउँदैन साला मेरो बुढी एउटा चम्चा नि छिटो खानु के यसले यो मसला हो कि त्यसको मसला पाखेर पनि ल रेडी 1 2 3 गो क्या बोला तूने उनले हाल्दा फेरि आधी घाँटीमा आधी मुखमा हुने कि सासै बेर्नु पर्ने सिकाउँछु क्या अगाडि कति त कति छिटो खाइसकेछु है मैले बढी हालेको थिएँ के हो हो त म थोरै हाल्दै थियो हो त म थोरै हाल्दै थियो थोरै होइन तल त धेरै हालेको थिएँ बरु तर कसरी खाइरहेको छ अन्त गाडीको ज्यान हेर्नु खाएको जस्तो ज्यान त्यो त लास्टमा घिच्ने थियो नि त यसले त्यो त लास्टमा खिच्ने थियो नि यसले च्यालेन्ज हारिसक्यो यसले आउनु त पहिला जहिले खाइदियो हुन्छ पाके तर हामीले लास्टमा खानु मन थियो नभने अब तिमीहरूले खाइसक्यो म किन छोड्ने त हामीले त खान मिल्छ क्या अनि मेकअप गरेर गर्ने भने बिर्सेछु त अनि मेकअप गरेर गर्ने भने बिर्सेछु त ए कालो तेल भएर आयो सेतै एउटा आइरहेछ बिबेको फर्स्ट मसरी हुनुभयो ल मन थाहा पाइछ त्यसको चाहिँ पिरै छैन रहेछ त्यस्तै देखिरह डबल एक्स हो नि डबल त्यो जुन स्पाइसी हुन्छ नि त्यसको पनि डबल हो क्या डबल हो कि ट्रिपल होस् बात तेरो जति सबै मलाई थियो यसले वाइवाई त्यो घरमा लुगा राखेँ कि अगाडि एउटा सुन्दर अन्डीको सानो सानो केन्द्रहरू चाहिँ वाइ वाइ हो मम्मा पहिला दुईटा हाल्यो हो पुग्यो जसको अगाडि सकिन्छ नि त्यसले त्यो नसक्नेको भाग पनि खानुपर्छ ल घाँटी मर्यो ओइ मेरो घाँटी मर्यो चौजाउदो हो गइहाल्छ नि चौजाउदो हो गइहाल्छ नि
जस्तो बिहे गर्नु चाहिँ प्राइभेट काजिनो अरू भन्दा नि मासु त छोडेर जानु अरे साले मजाक बना के रखते हो त्यो एउटा धरी राख्नुहुन्न हामीले त हार्यो गाई हार्यो हार्नु समय मलाई चौथो थोरा हालेर यिनीहरूले मेरो सिधा त्यस्तो होइन गाई यसको मुख ठुलो छ होइन साँच्ची मेरो यसको छ भने धेरै थियो तेरो दुईटा हाल्यो भने कति थोरै देखा त तिमीहरू हाल्दै देखेन अनि वाइमे पनि हाले किन थोरै भयो थोरै यसले अघि एउटा चाहिँ राख्यो हो कि तँ नभए बेलामा यता बेलामा एक प्याकेट खाना खानै पर्छ थाहा छैन नभ्याउने भइसक्यो अब गएर मासु चाहिँ खाने टेन्सन भएन मासु चाहिँ नर्ला पसिना आयो मलाई त म त पसिनै आइसक्यो यो भिडियो एडिट गर्नु दिएर मेरो चाहिँ सिङ्गाना आएर ब्लिडिङ भने थाहा अनि स्लिडिङ भने सिङ्गान चुल्नु ब्लिडिङ भनेको रगत चुल्नु स्लिडिङ भनेको गुडुङ भने चाहिँ के त गुचुर ल यता देख कस्तो हुन्छ कि चौधो आधी उयसमा अब मुटु चेक गर्न जानु पर्ला जस्तो छ चौधै चौधो देख्छ है पेटमा पो हुन्छ मुटुमा चाहिँ हुँदैन मेरो भाग्यले केही पनि चढेन कस्तो गोरी देखायो क्युट देखेर तेरो त आँखा नै अब मोतीबिन्दु लगायो ओ बट्टै हाल्यो नि त अनि मेरो घरको चिनी सिधाएर मलाई हाल्यो चिनी सिधायो